हेलो फ्रेन्ड, आई होप सबैजना राम्रै सन्चै हुनुहुन्छ होला। हाम्रो चाहिँ टक्क बिहान बिहान अब बाख्रा काट्ने कार्यक्रम भइरहेको छ। हाम्रो एउटा भान्जो छ यहाँ, हाई भनिदेऊ छिटो। यता चाहिँ मामा आउनुहुन्छ, कुकुरनी रेडी चाहिँ बाख्रा काट्नलाई। यता पानी तात्दैछ भने हाई भनिदेऊ। चाहिँ बाजे हिसाब गर्दै म चाहिँ हेर्दै फाइनली गाय जल चाहिँ टक्क बाख्रा काट्ने बेलामा हेरौँला है त। बाख्रा हेर्ने हो पहिला, कुन काट्ने हो। यो सेतो छ नि, यो सेतो यो काट्ने। बोकाले छोडिदियो, छोडेन यो बिचरा। बोकाले है, बोकाले छोडेन साथीलाई। गाय जब चाहिँ हाम्रो टक्क कार्यक्रम सुरु भइसकेको छ। यता सबै रेडी भइसकेको छ। ल हाई भनिदेऊ। यो चाहिँ माधवले मलाई फोन गरेर घर गरेको थिएन। तेल चाहिँ जसरी पनि पठाइदिन्छु, 7,000 रुपियाँ दाम पठाइदिनुहोस् भने तेल माधवले अब चाहिँ टक्क सुरु हुँदैछ। यता चाहिँ अरू कुरा हुँदैछ। यता पानी तात्दैछ। यता बाख्रा बाँधिसक्यौँ। यही हाम्रो बाख्रा चाहिँ टक्क यसलाई मैले एकैचोटिमा मैले भन्ने सोचेको छु आज। ए नि फेरि हामी सानी मुनि घाम तापैछिन्। यता हाम्रो अर्को मुनि छिनी नि डगी हो भन तिमी। डगी अब नि हेर्नु। हेलो भनिदेऊ। हेलो भन छिटो। हेलो भन। अहिले बोल्छु है भन। ओके गाइज, अब टक्क रेडी भएपछि बाख्रा काट्ने बेलामा है त अहिलेलाई फाइनल गाइज हाम्रो चाहिँ टक्क बाख्रा काट्नु इमोमा पठाइदिए मानेछु गाई हैन हेर्नु त। हेलो गाइज, हामी चाहिँ टक्क अब खानासाना खाएर घुम्न आइसकेको छ मन्दिरमा। अगाडि चाहिँ दुईवटा, एउटा बहिनी र भान्जो अगाडि छ। हामी चाहिँ पछाडि दुईवटा बहिनी, एउटा बहिनी आउँदैछौँ। टक्क हामी चाहिँ पाल्पाको सिद्ध बाबा मन्दिरमा आइसकेको छौँ। टक्क बाख्रा काटेको भिडियो नि हेर्नुहुन्छ भने बहिनी केही भनिदेऊ त दाइको युट्युबलाई। भन्छ केही भनिदेऊ यहाँ। म कालोमै भनिदेऊ त। अब चाहिँ हामी टक्क मन्दिरमा आउँदैछौँ। मन्दिरमा यहाँ चाहिँ हल्का जङ्गल छ क्या, त्यही कारणले मैले भान्जालाई सेफ्टी दिनुपर्छ। त्यही भएर एक एक ठाउँ सेक्युरिटी गार्ड। आयो सबैले पहिलाको भिडियो पनि हेर्नु होला भन्ने मलाई आशा लाग्छ। यो भिडियो पनि हेर्ने नै हुनुहुन्छ। ए पहिरो गएको रहेछ नि। हाम्रो काली गण्डकी, काली मन्दिर, काली गण्डकी हेर्न सक्नुहुन्छ मस्त। हाम्रो एउटी फेरि फोन चलाउँदै टक्क फोनमै जितियो। यता पनि पहिरो गइरहेको छ। पहिला हाम्रो माघरको बुवाले नि यही काम गर्नुहुन्थ्यो नि त मन्दिरमा, पूजापाठ गर्नुहुन्थ्यो पण्डितजी। त्यही कारणले धेरै भयो नि त। यहाँ माथि आए पनि माथि नै छ नि त घर, त्यो तल आउँदा गाह्रो हुन्छ नि त। त्यही भएर आज बहिनीसँग मौका मिलो आउने, त्यो आएको छु। ब्लग बनाउने छु। हजुरहरू दर्शन गर्ने नै हुनुहुन्छ भन्ने मलाई आशा लाग्छ। आयो जुत्ता खोल्नु पर्छ। ए कस्तो भएको यता त भत्काएर। गाइज मन्दिर हेर्नु न, सबै भत्केको छ होइन। कस्तो पहिरो हेर्नु, पहिरो गाइज, पहिरो यहाँ त सबै टालेको थियो, सबै पहिरो ल्यायो खै। गाइज चापिला रहेछ। चापिला रहेछ यहाँ। गाइज यहाँ चाहिँ टक्क चापिला रहेछ कि मन्दिरमा दर्शन गर्न आएको। चापिला रहेछ।
अब कोही नि हुनु नहोला नि त, त्यही भएर त चापी लाग्यो होला। यी काली गण्डकी देख्ने नै हुनुहुन्छ हजुर, दर्शन गर्न आएको गाइस। चापी लगाएको रहेछ ख्याल्नु, यस्तो भइसक्यो मन्दिर हेर्नु न गाइस। कोले देख्नु थिएन, अब देख्नु भयो भने त यहाँ पूजा गर्दैछन्। यस्तो थिएन कि पहिला चाहिँ अहिले यहाँ सबै टालेको थियो। अहिले आइनु कसरी भयो यो आई डोन्ट नो, सरी आइनु मतलब मलाई थाहा छ, आई डोन्ट नो कसरी भयो यस्तो चाहिँ होइन। यो त फेरि हेर्नु पहिरोको कारणले नि हुनसक्छ, पहिरो लास्टै बढेको छ नि त, त्यही कारणले नि हुनैसक्छ भन्ने मलाई आशा लाग्छ। हामी चाहिँ यस्तो यतै बस्नेछौँ अनि उता घुम्न नि जानेछौँ। चापी लाएर हिँड्छ कि ला छैन। दर्शन गर्न पाइन्छ होला नि, जुत्ता खोलौँ न। गाइस यहाँ चाहिँ केही भाकेको छ, यो चाहिँ हाम्रो मन्दिर भइसक्यो। हामी चाहिँ भर्खर मन्दिर बहुत पहिलाभन्दा बहुत राम्रो बनाएर रहेछन् क्या, हेर्न सक्नुहुन्छ। हाम्रो चाहिँ यहाँ पुजारी साहब हुनुहुन्छ सानो सानो, यता चाहिँ महरू चाहिँ म भइसक्यो, कालो कालो देख्दै छु। ओके गाइस, अब चाहिँ हामी यहाँ पूजासुजा गर्छौँ अनि त्यसपछि हजुरसँग भेट्छौँ। अहिलेसम्म कोही आएको हुनुहुन्न पुजारी चाहिँ। ओके गाइस, अहिलेलाई चाहिँ बाई बाई।